झुटा मुद्दा लगाएर मलाई यहीबाट उठाएर लिएर गएको। सिलसिला सकिएको छैन र मैले कुनै दिन पनि हात मारेको थिइनँ, छैन। मैदानमा आएको मान्छे जसुकै आक्षेप लागोस्, जुनसुकै तराजुमा बसेर आफूलाई कुम्बलमा प्रयास गर्न सक्छ। यतिखेर म माथि देशका विभिन्न जिल्लाहरूका मुद्दामाथि मुद्दा लगाइएको छ। सरकारले आफूले गर्न सक्ने जति, हुन सक्ने जति जोडबल लगाएको छ। के भयो के भएन मैले भन्नु पर्दैन। कतिपयले भन्ने गर्छन् केही न केही नभएको भए मलाई त्यत्रो छौटी लिन्थ्यो त, अदालतले भनेर केही केही भन्ने गरेका छन्। अदालतको प्रारम्भिक आदेशलाई समेत अब व्याख्या गरेर अवमान गर्ने काम गरिरहेको